पौडी खेल्न जाने बाटो यस्तो त छ हालत जङ्गलभित्र जुगाले कति खाने हो मान्छे सब छोडेर गएछ यहाँ पाउनु भयो त अरिङ्गल रुख मात्रै छ यहाँ त अरिङ्गल छैन फाइनली पौडी खेल्न ठाउँमा आइपुग्यौँ पौडी खेल्ने चाहिँ यस्तो छ यो चाहिँ एउटा नालीमा बाँध बाँधेर बनाएको पौडी छ यस्तो गरेर हाम्रो त्यहाँनिर सुरुङ क्याम्प छ अनि यो चाहिँ एउटा खोल्सा थियो यहाँनिर चाहिँ यस्तो गरेर एउटा पोखरी बनाएको अवस्था छ दाइहरूले टक्क लगाएर दाइहरू चाहिँ खेल्न थालिसक्यो अनि कति फोहोर त हो के साह्रो फोहोर त यो हिजो सफा थियो बल्ल समुदायले लैन भैँसीले पानी पास त पाउनु भएछ तपाईँलाई ठिक्क हुने पौडी पाउनु भएछ बल्ल